नमस्ते सबैजनालाई नमस्ते। म यति बेला चिबाको सिनमाचुदोमा छु। मेरो होस्टेलको छेउनेरको पार्कमा आज घुम्न आएको छु। यहाँ केही साथीहरू नेपाली साथीहरू पनि हुनुहुन्छ। आज म उहाँ दुईजना नेपाली साथीहरूसँग पनि कुरा गर्नेछु। उहाँसँगको कुराकानी म तपाईँ माझ ल्याउने प्रयासमा छु। मसँग दुईजना नेपाली साथी हुनुहुन्छ, उहाँसँग इन्ट्रोडक्सन गर्दैछु म। मसँग यहाँ एकजना नेपाली साथी जो विद्यार्थी भिसामा जापान आउनुभएको छ, उहाँलाई म स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई भुवन ब्लग्समा। धन्यवाद। हजुरको शुभ नाम के हो? मेरो नाम रूपनारायण यादव। रूपनारायण यादव। अनि हजुर जापान आएको कति महिना भयो? जापान आएको 4 महिना। 4 महिना भयो। अनि अहिले चाहिँ हजुरको गएको कुन ठाउँमा छ? मेरो गएको चाहिँ आराकावा, टोकियो। आराकावा, टोकियो। हजुरले अहिले हजुरको गएको कति महिनासम्म यो हजुरको जुन पढाइ छ नि, अहिले हजुर आएको कुन इन्टेक हो? यो त जनवरी इन्टेक हो। जनवरी इन्टेक आउनुभयो भनेपछि तपाईँको पढाइ अब कति महिनासम्म चल्छ? अब जम्मी 15 महिनासम्म चल्छ। 15 महिनाको कोर्स हो तपाईँको। अनि 15 महिना सकेपछि के गर्ने सोचमा हुनुहुन्छ? सेनमन गएको छिर्ने सोचमा हुनुहुन्छ कि दाइगाको जाने सोचमा हुनुहुन्छ? अब त्यो त अहिले भन्न सक्दिनँ होइन। अब हेरौँ के हुन्छ। मेरो साथीलाई एकचोटि यसो सोधिरहेको न, म सोचिरहेको छु। ठिकै छ। म तपाईँले यस्तो कुरा त एकैचोटि फ्याट्ट भन्न मिल्दैन। हजुर ठिकै छ। यो गएको प्रोसेस हेरौँ के छ कस्तो छ। प्रगति गर्न सक्यो भने दाइगाको छिर्ने, प्रगति गर्न सकेन भने त्यही हो सेनमन छिर्ने। अनि यहाँ धेरैजनाले नेपाली विद्यार्थीलाई काम गर्दै पढ्दै गर्दा अलि गाह्रो नै हुने गुनासोहरू आएको छ। तपाईँलाई कस्तो छ? तपाईँको हितमा कुरा गर्दाखेरि तपाईँले के फिल गर्नुभएको छ? यो क्वेसन सोद्धाखेरि होइन, तपाईँलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु होइन। तर यो क्वेसन मलाई सोध्नु भएकोमा म अलिक सुखी पनि छु, खुसी पनि छु। र यो क्वेसन म तपाईँलाई नि सोध्न चाहन्छु, तपाईँलाई कस्तो फिल भइरहेको? मैले भन्नुपर्दा मलाई चाहिँ जापान राम्रै लागेको छ। किनभने यहाँ हरेक कुराको सेवा सुविधा छ, राम्रो छ। अलिकति दुःख पनि छ, सङ्घर्ष गर्नुपर्छ। सङ्घर्षको दौडानमा जाँदै गर्दा कहीँ सुख पनि हुन्छ, कहीँ दुःख पनि हुन्छ। समग्रमा भन्नुपर्दा मलाई चाहिँ ठिकै लागेको छ। फेरि पनि म हजुरलाई सोध्न चाहन्छु, हजुरको हितमा कुरा गर्दाखेरि तपाईँलाई समग्रमा भन्नुपर्दा जापान कस्तो अनुभव भइरहेको छ? जापानको बसाइ कस्तो भइरहेको छ? जापानको बसाइ खासै भन्नु त के भनौँ होइन। मान्छेको आफ्नो त्यो स्टाइल हुन्छ, लाइफ स्टाइल के कसो गर्न अथवा गर्दाखेरि राम्रो हुन्छ भनेर त्योमा पनि डिपेन्ड पर्छ होइन। तर मेरो विचारमा होइन, जापान नआउँदा नि बेस। जापान नआउँदा नै बेस भन्नुभएको छ। तपाईँ फेरि आउनुभएको छ। त्यसरी हजुरले यो अब जति पनि आउन खोज्नुभएको छ विद्यार्थीहरूलाई, उहाँलाई डिमोटिभेट गर्न खोज्नु भएको हो कि के हो? यसमा प्रश्न पारिदिनुहोस्। अब यस्तो छैन, मेरो कुराले डिमोटिभेट भएको छ भने म आउने विद्यार्थी भाइ बहिनीहरूलाई त भन्छु, ठिकै छ। मेरो कुराले डिमोटिभेट हुनुभएको छ भने आउनुहोस्, आफै हेर्नुहोस् यहाँको गतिविधि के छ के छैन। तर एउटा कुरामा भन्न चाहन्छु कि यहाँ जति पैसाले लगानी गरेर तपाईँहरू यहाँ आउनुहुन्छ नि, त्यतिको ठ्याक्कै आधाभन्दा आधा पैसाले तपाईँ नेपालमै बसेर केही गर्न सक्नुहुन्छ भनेर म दावा ग्यारेन्टीको साथ भन्न सक्छु। ठिक छ, यो चाहिँ तपाईँको विचार भयो। अब भर्खरै मात्र तपाईँको सिओए आएर जो बसिरहनु भएको छ, भिजाको वेटिङमा हुनुहुन्छ, जति पनि अब यो अप्रिल इन्टेकमा आउने विद्यार्थी भाइ बहिनीहरू हुन्छ, उहाँलाई तपाईँले के सल्लाह सुझाव दिन चाहनुहुन्छ? उहाँहरूको सिओए आइसकेको छ, जति पनि सिओए आएका भाइ बहिनी हुनुहुन्छ, उहाँ जापान आउनको लागि रेडी भएर बस्नु भएको छ, उहाँलाई के छ सल्लाह सुझाव? यो कुरा पनि ठिकै गर्नुभयो तपाईँले होइन। तर अब यसो मैले तपाईँलाई अघि नै भनेको थिएँ होइन। तर तपाईँको कुराले विद्यार्थी भाइहरू डिमोटिभेट हुन्छ, त्यो कुरा भन्नुभयो नि त। तर यो भन्दाखेरि होइन, डिमोटिभेट हुनुभन्दा पहिला होइन, अब कन्सल्टेन्सीले के भनेर भाइ बहिनीहरूले लो भएको हुन्छ, के गरेको हुन्छ त्यो त थाहा भएन। मेरो एकैछिन हजुरलाई रोक्यो। मेरो प्रश्न कहाँनिर छ भनेपछि तपाईँलाई जति पनि सिओई प्राप्त गरेर बस्नुभएका भाइ बहिनीहरू हुनुहुन्छ, उहाँलाई चाहिँ तपाईँको सल्लाह सुझाव के छ? किनभने उहाँ त अब आउने तयारीमा हुनुहुन्छ नि। ठ्याक्कै त्यही कुराको एन्सर दिइराखेको थिएँ होइन। तर तपाईँले बिचमा रोक्नुभयो, ठिकै छ।
अब केही भन्न पनि मिलेन, नआऊ भन्दा नि भएन, आऊ भन्दा नि भएन। अब आउने भाइ बहिनीहरूका लागि अब के छ के कसो छ होइन, त्यो कुरा भाइ बहिनीहरू अब आफै बुझेर आउँदा राम्रो हुन्छ। कन्सल्टेन्सीको केही छैन कि, तर आउनुभन्दा कस्तो छ त्यो कुरामा धेरै ध्यान दिनु होला। अब यति हो, अब के भन्नु अरू भन्दाखेरि होइन, यो दादा पागल छ कि क्या हो, त्यस्तै तपाईँहरू अनेक नाना थरीका कमेन्ट पनि गर्नुहुन्छ, थाहा छ, आफू गइसकेर अरूलाई डिमोटिभेट गर्छ भनेर। तर यस्तै हो जिन्दगी, दुःख सुखको जिन्दगी छ। यहाँ आउनु भनेको होइन, तपाईँलाई के भनौँ, दुःखको पहाड बोकेर आउनु अनि मात्रै जापानमा बस्न सक्नुहुन्छ, यति कुरा हो। यसको मतलब तपाईँको आशय मैले बुझिसकेँ। जति पनि विद्यार्थीहरू अब यहाँ जापान आउने तयारीमा हुनुहुन्छ, यहाँ एकदम तपाईँ राम्रो भाषा बनाएर आउनुहोस्। यहाँ एकदम सङ्घर्षपूर्ण जिन्दगी छ। पढाइ र कामलाई दुवैलाई मेन्टेन गरेर अगाडि बढ्न सक्ने क्षमता चाहिँ त्यो हुन्छ नि, त्यो लिएर चाहिँ आउनु होला भन्न खोज्नुभएको हजुरले? मेरो खासमा दृष्टिकोण तपाईँले बुझ्नु भएन होला होइन, अरू स्टुडेन्ट भाइ बहिनीहरू पनि बुझ्नु भएन होला। ठिकै छ, अब तपाईँहरूले पनि होइन, अब जे चलिरहेछ डेली लाइफमा त्यो त मान्छेको मनभित्रै हुन्छ, अरूलाई एक्सप्लेन गर्दा पनि अरूले बुझ्दैन। ठिकै छ, त्यो आउने भाइ बहिनीलाई पनि यो भन्न चाहन्छु, सेफ ट्राभल्स आउनुहोस्, राम्रो लागोस्। ठिकै छ, तपाईँले आफ्नो ओके तपाईँले आफ्नो सल्लाह सुझाव दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब भने म अर्को एकजना नेपाली विद्यार्थी जो जापान गएको अध्ययनरत हुनुहुन्छ, उहाँसँगको कुराकानी तपाईँमाझ ल्याउने प्रयासमा छु। उहाँलाई म जोड्न चाहन्छु। हेलो दाइ, नमस्कार। स्वागत छ यहाँलाई। कोनिचिवा। हजुरको शुभ नाम भनिदिनु होला। हजुर, मेरो नाम चाहिँ तरुण राजवंशी। अनि हजुर चाहिँ हजुरको नेपालको घर चाहिँ कुन ठाउँ पर्यो? मेरो नेपालको हाम्रो झापा जिल्ला पर्छ। झापा जिल्लाको हुनुहुन्छ। यहाँ विद्यार्थी भिसामा आउनुभएको कति महिना भयो? हाम्रो भर्खरै धेरै त भएको छैन, 3 महिना हुँदैछ। हजुर, अनि 3 महिना हुँदैछ, त्यही लगभग 3 महिना भयो। हजुरको गएको पनि आराकावातिरै हो? हजुर, हाम्रो साथीको चाहिँ एउटै हो, उसको चाहिँ बिहानको छ, मेरो बेलुकाको छ। अनि हजुरले पार्ट टाइम जब गर्नु भएको छ कि छैन? हजुर, म गरिरहेको छु। म चाहिँ 1 महिना त पाइनँ, जनवरीमा आएको। हजुर, हामी अनि फेब्रुअरीको अन्तिममा, फेब्रुअरी त्यस्तो खासै त राम्रो पाइएन। अनि अहिले चाहिँ म यामातो भन्ने गर्दैछु। यामातो म गर्नुहुन्छ? जापानमा तपाईँको काम गर्दा यामातो गर्नुभएको छ हजुरले। यामातो त एकदमै गाह्रो हुन्छ भन्छ नि, हजुरलाई कस्तो फिल भइरहेछ? गाह्रो त गाह्रै हुन्छ। अब त्यो भारी बक्साहरू आउँछ, त्यो उठाउनुपर्छ। कति केजीसम्मको तपाईँको त्यो वेटहरू आउँछ त्यसमा, त्यो बक्सहरू? त्यसमा त धेरै त्यस्तै 40 केजीसम्म आउँछ। भनेपछि निकै गाह्रो छ है। अनि तपाईँ जापान हजुर बढी दिइरहेछ, त्यही गरिरहेछु। ओके। अनि तपाईँलाई पर आवर चाहिँ कति दिएको छ? मलाई त पर आवर 1800 दिइरहेछ। भनेपछि तपाईँ एकदम सन्तुष्टि हुनुहुन्छ यो कामबाट? हजुर, काम चाहिँ राम्रै छ, तर एउटा कामले चाहिँ नपुग्दो रहेछ यहाँ। हजुर, म्याक्सिमम हामीले 2टा चाहिँ काम गर्नुपर्छ। ठिकै छ। अनि यो गाह्रो चाहिँ पनि भनिदिनु है। काम पाउनुलाई चाहिँ एकदम गाह्रो छ। म पनि 1 महिना काम नगरी बसेको, अनि फेब्रुअरीबाट पाएको। फेब्रुअरीबाट पाएपछि त्यही शनिबार आइतबार पाइयो। त्यहाँ चाहिँ एकदम सेउखा मान्छे हुनुपर्छ आफ्नो, हाम्रो पनि दाइले गरिदिएको। अनि त्यही गर्दै बस्यो। फेब्रुअरी गरेँ 1 महिना, अनि त्यसपछि चाहिँ मैले यामातोमा इन्टरभ्यू दिएर निकालेको। यहाँ जापान आउनुभयो, जापानको बारेमा केही कुरा बुझ्नु भएको छ पक्कै पनि। तपाईँ अब नयाँ जो एप्रिल इन्टेकमा आउने विद्यार्थी हुनुहुन्छ, सिओए आएर बस्नुभएका, उहाँलाई तपाईँ के भन्न चाहनुहुन्छ? उहाँलाई म के भन्न चाहन्छु भने, अब आउनु त ठिकै हो, तर यसो हेर्दा चाहिँ एकदम गाह्रो छ, एकदम धेरै नै गाह्रो छ। तर एकदम स्ट्रङ भएर चाहिँ आउनुपर्छ है। मेन्टली स्ट्रङ भएर फिजिकल्ली म गर्न सक्छु भने एकदम आर्टले चाहिँ आउनुपर्छ। आवेशमा होइन सर, आउनुपर्छ। आवेशमा होइन कि आवेशमा आएर अब सिओए आइसक्यो, जे हुन्छ त्यो सोच बोकेर चाहिँ नआउनु है। त्यस्तो सोच बोकेर आएको मान्छेहरू पनि धेरै यहाँ सुसाइड काण्डमा परेछ। त्यही भएर अब भन्ने बित्तिकै मेन्टली हेल्दी भएर होइन, त्यो म गर्नै सक्छु भने त्यो छैन कि सर। यहाँ तपाईँहरूले जस्तो सोच्नुहुन्छ ठ्याक्कै उल्टो छ। कुरा हेरेर पक्कै तपाईँहरू खुसिनु भयो होला होइन,
तर त्यो साकुराभित्र कस्तो काँडा छ भने नि यही थाहा हुन्छ, यहाँ बस्ने मान्छेहरूलाई थाहा हुन्छ कि। तर जे होस् आउनुहोस् होइन, आफूले हेरेपछि रमाइलो छ। तर अब हामी यहाँ पार्कमा बसेको छ। दर्शकबिन, तपाईँले दुईजना नेपाली विद्यार्थी जो जापानमा अध्ययनरत हुनुहुन्छ उहाँसँगको कुराकानी हेर्नुभयो होला, पक्कै पनि मन पराउनु भयो होला भन्ने आशा लिएको छु। जति पनि सिओई प्राप्त गरेर बस्नुभएका भाइ बहिनीहरू हुनुहुन्छ, आउँदाखेरि स्ट्रङ भएर आउनुहोला, आफ्नो ल्याङ्ग्वेज राम्रो बनाएर आउनुहोला। यहाँ एकदमै दुःख छ अनि यो सङ्घर्षसँग जुझ्न सक्छु भन्ने हिम्मतका साथ आउनुहोला भन्न चाहन्छु। सम्पूर्ण सिओई प्राप्त गरेर बस्नुभएका भाइ बहिनीहरूलाई शुभकामना छ। अब भने तपाईँहरूलाई म अर्को भिडियो मार्फत फेरि अर्को दृश्यका साथ प्रस्तुत भई त्यो दृश्यलाई तपाईँमाझ ल्याउने प्रयास गर्नेछु। जापानमा दुःख मात्र होइन, रमाइलो पनि छ। यहाँ साथीहरूले बल पनि खेलिराख्नु भएको छ, केही साथीहरू हुनुहुन्छ यहाँ साथीहरूले रमाइलो पनि गरिरहनु भएको छ। उहाँसँगको कुराकानी तपाईँमाझ मैले राखेको थिएँ। यहाँ यता पार्क हो, यो पार्कभित्र केही जापानिजहरू पनि हुनुहुन्छ। हस् त, धन्यवाद। मलाई आशा छ तपाईँहरूले यो भिडियोलाई पक्कै पनि मन पराइदिनु हुनेछ, लाइक सेयर एन्ड सब्सक्राइब गर्नुहुनेछ भन्ने आशा लिएको छु। यति भन्दै आजलाई म बिदा हुन्छु। अर्को भिडियोको साथ नयाँ एपिसोडमा फेरि तपाईँलाई स्वागत गर्ने बाचा गर्दै आजलाई भने यहाँबाट बिदाई हुन्छु। हस् त, धन्यवाद।